एभ्रिवान गुड मर्निङ चचलापा यो चाहिँ मेरो मर्माको माइत घर है। मर्मामा म हिजो मर्मा आएको थिएँ होइन, मेरो माइत गाउँ मर्माको हाई स्कुल मेरो थुम्की डाँडा प्यारो थुम्की डाँडा। भर्खर घाम लाग्दैछ, घाम झुल्किन आँटेको छ। तपाईँहरूलाई मर्निङको यो देखाइदिएको हो किनभने म अहिले भर्खरै फर्किन्छु होइन पानीघट्टा। यो मर्माको प्रेम सुन्दर हाई स्कुल हो। यहाँ यति दामी लाबरको रुख छ, यति हरियाली छ। घाम झुल्किनु आँटेको कस्तो राम्रो देखिरहेको छ। अलिकति अब मर्माको भ्यू देखाइदिउँ भनेर नि मेरो फेसबुक फ्यामिली मेरो फेसबुक परिवारलाई है, मेरो मर्माको नजारा हेरिदिनुहोस्, भ्यू हेरिदिनुहोस्। लामा गाउँ यसलाई भन्छ, लामा गाउँ मर्मा यसलाई भन्छ, लामा मन्दिर गाउँ। अब यता साइडको चाहिँ स्कुल गाउँको चाहिँ रुखहरूले गर्दा त्यति देखेन होइन। इन्जिलियाहरू कस्तो दामी फुलाइरहेको छ बाटो रोडको साइडमा होइन, मजाले फुलिरहेको छ। आरू फलिरहेको रहेछ मजाले, हेर्नुहोस् त आरू फलिरहेको छ, मजाले फलिरहेको छ आरू। मेरो मर्निङ वाकको टाइममा है, अब यहाँ छ, यहाँबाट देख्छ, यो चाहिँ भन्छ स्कुल गाउँको, किनभने अहिले यता स्कुल गाउँ, यता लेखनाथ गाउँ मर्मा लेखनाथ गाउँ। अहिले रुखहरू पुरा भएकोले गर्दाखेरि त्यति भ्यू राम्रो देख्दैन होइन। हेर्नुहोस् त सनसाइन, घाम झुल्केको कति राम्रो देखेको नि। चियापत्ती मर्माको कोठी गाउँ उयसहरू चाहिँ देखिँदैन किनभने यहाँ रुखहरू बेसी भएकोले हल्का अलिअलि चाहिँ देखिन्छ। यो चाहिँ हाम्रो मर्माको 5 आइकर भन्छ रोड होइन, 5 आइकर रोड। हेर्नुहोस् कस्तो छ। हवस् त साथीहरू, मेरो मर्माको हजुरहरूलाई यति चाहिँ मैले ल्याउनु सकेँ। धन्यवाद। फेरि पनि सबैलाई गुड मर्निङ, बाई बाई।